आदरणीय दर्शकवृन्द नमस्कार। प्राइम टाइम लाइभमा स्वागत छ। आज हामी जुन प्रदेश नम्बर 2 को शिक्षा जुन समृद्धिको मूल आधारको रूपमा शिक्षालाई लिन्छ यसै विषयमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरेर प्रदेश नम्बर 2 को कुरा गर्ने हो भने प्रदेश नम्बर 2 को साक्षरता प्रतिशत जम्मा 49.54% रहेको छ। भनेपछि यो प्रतिशत नेपालकै 7वटै प्रदेशमा न्यून रहेको अवस्था छ। भनाइको मतलब प्रदेश नम्बर 2 शिक्षामा 7वटै प्रदेशमध्ये सबभन्दा तल्लो स्तरमा रहेको छ। वास्तवमा शिक्षाको स्तर बढाउन के कस्तो प्रयास भइरहेको छ, विशेष गरेर आधारभूत शिक्षा जुन भनिन्छ माध्यमिक तहको, त्यसमा कतिको सरकारले ध्यान दिएको छ त? आज यिनै विषयमा कुराकानी गर्न गइरहेका छौँ। यसका लागि स्टुडियोमा निम्त्याएका छौँ रमाकान्त शर्मालाई। उहाँ प्रदेश नम्बर 2 का शिक्षा विकास निर्देशनालयका निर्देशक हुनुहुन्छ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। तपाईलाई स्वागत छ। धन्यवाद। तपाईँ शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर 2 का निर्देशक। हजुर। अहिले सङ्घीय संरचनामा गइसकेको मुलुक हो र जहाँसम्म प्रदेशको कुरा गर्ने हो भने प्रदेशको डाटा जुन छ यो शिक्षा यो साक्षरता प्रतिशत एकदमै न्यून 7वटै प्रदेशमा, या भनौँ कर्णाली भन्दा पनि कम प्रदेश नम्बर 2 को रहेको छ। किन होला नि? यो अब अलि दुःखद घटना नै हो, अथवा एक किसिमबाट हामी सबैलाई अलि झसङ्ग पार्ने खालको डाटा हो। किनभने यो प्रदेश भनेको शिक्षामा पहिला धेरै अगाडि भएको प्रदेश हो। यसको ऐतिहासिक पहिचान भएको प्रदेश हो। विभिन्न प्रदेशमा, विभिन्न पहाडी जिल्लामा, हिमाली जिल्लामा यसै प्रदेशका विज्ञानका गणितका शिक्षकहरू गएर पढाएर अनि त्यसपछि त्यहाँ पनि एउटा शिक्षा फैलाएको अवस्था हो। विभिन्न खालका दार्शनिक अभ्यासहरू भएको स्थल हो। अब पहिला धेरै राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरू पनि यहीँ जन्मेको अवस्था हो। त्यस्तो अवस्था हुँदाहुँदै पनि यो प्रदेशको अहिले यो 68 को जनगणना अनुसार साक्षरता प्रतिशत कम देखिनु अथवा शिक्षामा अन्य एउटा सूचकहरू भन्छ, ती सूचकहरूले हामीलाई कम देखाउनु भनेको यो एकदम दुःख लाग्दो कुरा हो। अथवा हामीले धेरै गर्नुपर्ने छ, अरू प्रदेशको भन्दा हामी पछाडि परेको देखिएको छ। त्यसले गर्दा हामी अगाडि पुग्नको लागि, साँच्चै हाम्रो पहिचान दिनको लागि अनि अगाडि पुग्नको लागि हामी हरेक क्षेत्रमा शिक्षामा सुधारको अभियानै थाल्नुपर्ने आवश्यक छ। यो जुन डाटा छ 49.5 हो, यो जुन प्रतिशत छ साक्षरता प्रतिशत, या सामान्य भाषामा भन्यो भने लेख पढ गर्न जान्ने प्रदेश नम्बर 2 मा 100 जनामा 49.54% मात्रै छ है लेख पढ गर्न जान्ने देखाएको छ। अब पहिला त सङ्घीय या भनौँ केन्द्रीय संरचना एक किसिमको थियो होइन। अब चाहिँ यो संहितामा गइसकेपछि 3 तहको सरकार छ। तपाईँले के लाग्छ यो जुन प्रतिशत छ यसमा वृद्धि भएको छ? यसमा अहिले प्रदेश सरकारले आँकडा नआए पनि औपचारिक यस्तो छ। यसमा 68 त्यो हाम्रो 49% नै त छैन, बढेको छ होइन। यसमा बढेर अब हामीले ठ्याक्कै यति नै भन्न सकिँदैन, अथवा 65-70 को नेरागारामा पक्कै पुगेको छ। त्यसमा हामीले अब अर्को जनगणनामा हामीले आउँछ, त्यो 78 मा जनगणना हुन्छ, त्यसले देखिन्छ राष्ट्रिय प्रतिशत पनि बढेको छ। विभिन्न खालका शैक्षिक अभियानहरू पनि भएका छन्, साक्षरता कक्षाहरू पनि चलेका छन्। त्यो मात्र होइन, फेरि यो पढ्दै गरेको पुस्ता वयस्क भइसकेको छ नि, विद्यालय उमेरमा अहिले आम रूपमा बच्चाहरू आएका छन्। ती बच्चाहरू माथिल्लो भन्नाले 15 वर्ष काटिसकेका छन् अथवा धेरै पढिसकेका छन्। यिनीहरू प्रदेशमा न्यून देखिनुको कारण यो त बढेको होला। अब यो जनसङ्ख्या भनौँ न फेरि चाहिँ गणना भएपछि बल्ल चाहिँ थाहा हुने आउला होइन। अब तपाईँले के लाग्छ केन्द्रीकृत जुन शासन पद्धति पहिला थियो त्यसकै कारणले गर्दा प्रदेश नम्बर 2 पछाडि पर्यो? त्यो पनि हो, केही न केही कारण त्यो पनि छ। किनभने प्रदेश जहाँ पछाडि परेको छ त्यसलाई सङ्घीय सरकारले अथवा केन्द्रीय सरकारले जुन रूपमा फोकस गर्न पर्ने हो, जुन रूपमा अभियान चलाउनु पर्ने थियो, जुन यहाँका समस्याहरूलाई सम्बोधन गर्ने गरी त्यस्ता शिक्षाका अभियानहरू चलाउनु पर्ने थियो, त्यो नहुन सकेर हो अथवा हुन नसकेर नै एउटा पक्ष हो गर्न सक्थ्यो। अनि एउटा कर्णाली भन्दा त कम्तीमा त सहजै थियो, एकदम सहज थियो। यहाँका भन्नुहुन्छ भने धेरै पक्षमा अहिले पनि हेर्ने हो भने शिक्षामा धेरै सम्भावनाहरू भएको प्रदेश हो यो।
अरू प्रदेशमा जस्ता कठिनाइहरू यसमा छैनन्। त्यसले सम्भावना हुँदै पनि पछाडि पर्नु भनेको अप्ठ्यारो कुरा हो, कठिन कुरा हो, गाह्रो भन्नाले यो दुःखद कुरा हो। अब यो के कारणले भयो भन्ने कुरामा अघि तपाईँले भन्नुभएको थियो, एउटा पक्ष भनेको पक्कै पनि त्यो सङ्घीय सरकारको दोष छ। उसले पर्याप्त मात्रामा लगानी त्यो संरचनाले केन्द्रीय सोच भएको कारणले अनि एउटा आफ्नै त्यो एउटा अब महेन्द्रपन्थी राष्ट्रवाद भन्छ त्यसलाई होइन। त्यसले गर्दा अब सबै एक किसिमको यन्त्रवत रूपमा लान खोज्ने खालको वास्तविक त्यहाँ स्थानीय तहको आवश्यकता के छ, समुदायको चाहना के छ, समस्याहरू के हुन्, तिनीहरूलाई कसरी सम्बोधन गर्ने, अनि त्यसपछि त्यसलाई कसरी अगाडि समस्या समाधान गरेर कसरी अगाडि बढाउने, शिक्षा कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालका सोचहरू नभएको कारणले त्यो एउटा पक्कै पनि त्यो हो। अब तपाईँ जुन केन्द्रीय सत्ता थियो त्यो बेला पनि काम गरिसक्नु भएको थियो, अहिले समय संरचना आउँदाखेरि पनि अहिले काम कार्यरत हुनुहुन्छ। अब 1 2 3 भन्दाखेरि पहिलेको संरचनामा काम गर्न कति सहज थियो या अप्ठ्यारो थियो, अहिलेको संरचनामा काम गर्न चाहिँ कतिको सहज महसुस गर्नुभएको छ? मलाई भन्नुहुन्छ भने त मलाई त यो जनप्रतिनिधि आइसकेपछि धेरै सहज हो, किनभने जनप्रतिनिधि भनेको वास्तविक त्यो म्यान्डेट प्राप्त हुन्छ। अनि त्यसपछि जनताका कुराहरू हामीले पहिला के थियो भने यो दलीय जनप्रतिनिधि र अर्को फेरि नजिकका जनप्रतिनिधि नजिकका जनप्रतिनिधि पहिला पनि थिए। जनप्रतिनिधि भन्नाले अब समग्रमा नजिकमा बुझेको अभिभावक स्थानीय तहमै वडामा देखि लिएर अनि त्यसपछि अब प्रदेश तहमा पनि आफ्नै सरकार होइन, स्थानीय तहको सरकार अनि प्रदेश तहको सरकार, आफ्नो अभिभावक, आफ्नो दुःख सुख के अरे देख्ने खालको सरकार, त्यो भएको कारणले हामीलाई सहिलो छ। कर्मचारीलाई कुन अर्थमा सहिलो छ भनेदेखि केही कुराहरू जनप्रतिनिधि र कर्मचारीको बिचमा कहिलेकाहीँ कुरा नमिल्ने अर्कै कुरा सानातिना कुराहरू हुन सक्छन्। त्यो भए पनि साँच्चै जनताको म्यान्डेट कुन हो त, अथवा यो जनताको भावना के हो त, अथवा समुदायको भावना के हो त भन्दा यो इलेक्टेड भएको कारणले अनि निर्वाचित भएको कारणले वैधानिक भएको कारणले उसले भनेको हामीले विश्वास मान्न सक्ने अथवा तर यसमा 2 3टा गुनासोहरू पनि आउने गरेको छ नि। अब जस्तै प्रदेशको कुरा गर्ने हो भने प्रदेश सरकारका मन्त्रीहरूले अधिकार दिएन, केन्द्रले दिएन भनेर आरोप लगाउने होइन, यो आरोप छ। फेरि स्थानीय तहको कुरा गर्ने हो भने स्थानीय तह त हामी चाहिँ यो स्कुल सञ्चालनको कुरा गर्ने हो या रेखदेखको कुरा गर्ने हो या अभिभावक बन्ने जुन कुरा छ यो त यो देखाउने कुरा मात्रै भयो, पैसा आखिर आउने केन्द्रबाटै हो, उनीहरूले ल्याइदिनु हामीले बाँड्ने हो, केन्द्रबाट यस्तो हो। त्यसको कुरा के हो भनेदेखि कर उठाउने आफ्ना पद्धतिहरू छन्। संविधानले तपाईँको अनुसूचीमा अधिकार स्पष्ट बाँडेको छ। अब यो सङ्क्रमण काल हो, संहिता अधिकार चाहिँ छ हैन, तर पाउन सकेनन् के, त्यो सिस्टम बसिसकेको सिस्टम त्यही सिस्टममा हिँडिराखेको अवस्था छ। जसरी अब सङ्घीय सरकार भन्नाले अहिलेका स्थानीय तहले आफूले कर उठाउन पाएको छैन। पहिलेकै तपाईँको संरचना अनुसार कर जति राज्यको तपाईँको स्रोत साधन भनेको त कर हो होइन, त्यो कर पहिला उठाउने पद्धति नै के छ भनेदेखि केन्द्रीकृत छ, त्यो केन्द्रीय रूपमा जान्छ अनि केन्द्रले दिए मात्र स्थानीय तहले पाउने जस्तो भएको छ। साँच्चै भन्यो भने त स्थानीय तहले नजिकबाट उठाउन पाउनुपर्ने थियो अथवा संविधानको भावना त्यो छ, त्यो भइसकेको छैन, त्यो सिस्टम बलियो भइसकेको छैन। त्यसले गर्दा एकातिर कर्मचारीको अभाव छ, एकातिर स्थानीय तहमा विज्ञताको अभाव छ, अनि त्यसपछि काम गरेको अनुभव पनि कम छ संहितामा। यो संहिता त आयो, स्थानीय सरकार त बन्यो, प्रदेश सरकार पनि बन्यो, अनि त्यसपछि तपाईँको अनुभव पनि चाहियो नि। फेरि त्यसलाई हामीले कसरी सरकार चलाउने, कसरी समुदायका एउटा समस्याहरू सम्बोधन गर्ने, भनेपछि अहिले प्रदेश सरकार होस् या केन्द्र सरकार होस्, अहिले सरकार नै त नभनौ, एउटा माध्यम सरकार भन्न मिल्छ, माध्यम मात्रै बनेको अहिले सङ्क्रमणकालीन अवस्था छ या भनौँ अब हस्तान्तरण भने अधिकार हस्तान्तरण गर्ने फेजमा रहेको अवस्था छ मुलुक होइन। सङ्क्रमण काल हो, किनभनेदेखि एउटा हिजोको सोच एउटा सिस्टम एक किसिमको थियो अनि त्यो हाम्रो सोच पनि त्यही किसिमको छ र अहिले संविधानले अर्को खालको सोच ल्यायो अथवा संविधानले हाम्रो परिपाटीले अथवा अहिलेको प्रणालीले अर्को खालको संरचना स्थापना गर्न खोज्यो। तर हाम्रो हिजोकोबाट फेरि आजको यो जुन सोच हो त्यो सोचमा जानको लागि, यो प्रणालीमा स्थापित हुनको लागि, यसलाई बलियो फेरि सिस्टममा हुनको लागि 1.5 वर्षकै कुरा गर्ने हो भने स्थानीय तहदेखि प्रदेश सरकारसम्म कुरा गर्ने हो भने अब तपाईँ प्रदेश सरकार प्रदेश नम्बर 2 का निर्देशनालयका निर्देशक पनि हुनुहुन्छ, तपाईँले के लाग्छ यो शिक्षा क्षेत्रको कुरा गर्नु भने कतिको काम गर्न सहज भएको छ
केन्द्र सरकारले चाहिँ कतिको सहजता तुल्याइदिएको छ? होइन, अलिकति हाम्रो केन्द्र सरकारबाट पनि हुनुपर्ने कामहरू पुरै भएको अवस्था छैन। अहिले एउटा सङ्घीय शिक्षा ऐन आउनुपर्ने थियो, त्यो नआएसम्म प्रदेश तहको शिक्षा ऐन आउनु सक्दैन, अथवा यो बाजी नहुँदैन, सङ्घीय र अनि प्रदेशको बाजी नहुँदैन। अनि सङ्घीय प्रदेश बनिसकेपछि स्थानीय तह बन्ने हो, अथवा स्थानीय तहलाई पनि सङ्घीयमा फेरि आफूले बनायो अनि सङ्घीयले अर्कै खालको व्यवस्था गरिदियो भनेदेखि फेरि त्यसलाई छाड्नुपर्ने अवस्था आउँछ, सचाउनु पर्ने अवस्था आउँछ। त्यसले गर्दा उनीहरू नि स्थानीय तह पनि पर्खेर हेर्ने अवस्थामा छन्। त्यसले गर्दा एउटा सहज यो हुने नभ्याएको कारणले होला सङ्घले पनि सहज पारिदिनु नसकेको कानुन पहिला सङ्घले नीति निर्माण अथवा कानुन यथेष्ट बनाइदिइसक्नुपर्ने शिक्षामा त्यो सबै बनाइसकेको छैन। त्यसले गर्दाखेरि स्थानीय तहलाई सङ्घ अनि प्रदेश तहलाई समस्या आएको छ। दोस्रो कुरा, अब सकारात्मक पक्ष अहिले सम्भावना त अत्यन्त भएको छ। फेरि सकारात्मक पक्ष के भनेदेखि स्थानीय तहले पनि अहिले हामीले पहिला सङ्घ लिन नसकेका कुराहरू, केन्द्र लिन नसकेका कुराहरू, अहिले हामीले कल्पनै नगरेका कुराहरू पनि अब एउटा प्रदेश सरकारले एउटा माग के गर्दै आएको छ भने अब शिक्षा नीतिकै कुरा गर्ने हो भने शिक्षा नीति आफ्नो हुनुपर्छ, आफ्नो नीति बनाउनु पर्यो होइन। अब प्रदेश नम्बर 2 का विद्यार्थीले चाहिँ हिमालमा के भयो त्यो पढाउने कि यता जनकपुरमा के भयो या के छ त्यहाँका सामाजिक कुराहरू हुन सक्छन्, रहनसहनका कुरा हुन सक्छन्, धार्मिक पुरातात्विक महत्त्वका कुरा हुन सक्छन् होइन। ती विषयमा जानकारी दिने भनौँ न पठन पाठ्यक्रममा पाठ्यपुस्तकमा ती कुराहरू चाहिँ समेटियोस्। त्यस्तो किसिमको शिक्षा नीति, त्यस्तो किसिमको पढ्ने वातावरण चाहिँ बन्न सक्ने आधार छ त्यो देख्नुहुन्छ? छ, त्यो संविधानले पनि दिएको छ, अनि त्यसपछि अब यो कानुनले पनि दिएको छ, दिन्छ। अनि कस्तो भने आवश्यकता पनि छ। आवश्यकता किन अर्थमा छ भनेदेखि साँच्चै पहिला आफ्नो पहिचान हुनुपर्छ। बच्चाले वरिपरिको समाज बुझ्नुपर्छ, वरिपरिको परिवार समाज बुझ्दै अनि बल्ल राष्ट्रका कुराहरू अनि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय कुराहरू बुझ्ने हो। तर कतिपय कुराहरू बेसिक कुराहरू जस्तै गणितीय सिपहरू अनि त्यसपछि तपाईँको विज्ञानका धारणाहरू, यस्ता कुराहरू सबै बच्चालाई एउटै किसिमका हुन्छन्। अब त्यसलाई हामीले भनेपछि शिक्षाका प्रदेश नम्बर 2 को कुरा गर्ने हो भने प्रदेश नम्बर 2 को शिक्षाको हरेक गतिविधि करिकुलमदेखि लिएर हरेक ठोको निर्णय प्रदेश 2 सरकारले गर्न पाउनुपर्छ, गर्छ पनि। तपाईँको किनभने यहाँ सरकारको सोच पनि छ, हामीले स्थानीय आफ्नो यहाँको मातृभाषालाई अगाडि बढाउने भन्ने खालको पनि छ। अनि स्थानीय संस्कृति तपाईँले भन्नुभयो नि, संस्कृति भूगोल अनि त्यसपछि यहाँका पहिलाका ऐतिहासिक धरोहरहरू, ऐतिहासिक तपाईँको सम्पदाहरू, ऐतिहासिक गौरवका कुराहरू यी सबै समेटिनुपर्छ र पाठ्यक्रम बन्नुपर्छ भन्ने प्रदेश सरकारले चाहेको पनि छ। त्यो अनुसार तयारी पनि हुँदैछ, त्यसलाई बजेट पनि छुटिएको छ। बिस्तारै तपाईँले के विलम्ब भएको महसुस गर्नुभएको छ? अलि हामीले जति चाहेको त्यति छिटो हुन सकेको छैन। अवरोध कहाँबाट भइरहेको छ? होइन, हाम्रो अनुभवकै कमी हो। त्यसलाई फेरि अवरोध यसले नै रोक्यो भन्न सकिँदैन। सङ्घीय सरकारले, मैले भनिसकेँ, सङ्घीय सरकारले पनि केही कानुनहरू बनाउन बाँकी छ। सङ्घीय शिक्षा ऐन एउटा अनुभवकै कुरा छ, विज्ञताको कुरा छ। अनि फेरि कामहरू धेरै छन्। त्यसले गर्दा कहिलेकाहीँ हामी विकास निर्माणका अन्य काममा अल्झिँदा रहेछौँ। यो शिक्षा भनेको अलिक पछाडि पनि पर्दो रहेछ। अब शिक्षालाई कतिको प्राथमिकता पढेको पाउनु भएको छ? केन्द्र सरकारको होस् कुरा होस् या प्रदेश सरकारको कुरा होस्, शिक्षामा गुनासो पनि छ? हामीले पहिलो प्राथमिकता सरकारले भन्न सङ्घीय जसरी तपाईँले भन्नुभयो भौतिक संरचना निर्माणमा अलिक बढी चासो दिने तत्काल देखिँदो रहेछ। जनप्रतिनिधिहरूले फेरि के भन्छ भनेदेखि तत्काल देखिने खालको काम गर्न पाए हुन्थ्यो। शिक्षामा अहिले गरेको लगानी अब 20-25 वर्ष 30-40 वर्षपछि देखिने हो, त्यसको तत्काल रिटर्न जस्तो देखिँदैन। तर त्यसको फेरि धेरै ठुलो प्रभाव हुन्छ। हरेक क्षेत्रमा शिक्षामा गरेको लगानी भनेको आधारभूत कुरामा गरेको लगानी हो, त्यसले धेरै क्षेत्रमा राम्रो सकारात्मक प्रभाव पार्छ। तर तत्काल नदेखिने हुनाले पनि समस्या पर्छ। साक्षरता प्रतिशत बढाउने होइन, यो चाहिँ के अरे प्रतिशत सबैलाई साक्षर बनाउने अभियान छ होइन तपाईँहरूको होइन, अभियान छ। यो भर्ना अभियान पनि चलिरहेको छ। आज 2 गते भर्ना अभियान पनि सुरु भयो, हरेक वर्ष चल्ने गरेको छ होइन। कतिको उपलब्धिमूलक भएको छ त भर्ना? होइन, तपाईँले भनेको हाम्रो के हो भनेदेखि शिक्षाको अब सबैभन्दा शिक्षाको उद्देश्य नै सबै बालबालिकालाई तपाईँको सबैलाई विद्यालयमा ल्याएर विद्यालय उमेरकालाई विद्यालय तहको न्यूनतम शिक्षा दिने।
अनि त्यसपछि तिनीहरू वयस्क हुँदा स्वत साक्षरता बढिहाल्छ। अनि जो स्कुल उमेरमा पढ्न पाएनन्, विद्यालयको समयमा उमेरमा पढ्न पाएनन्, तिनीहरू त वयस्क भइसके, तर तिनीहरूलाई पनि निरक्षर राखेर भएन। अनि एउटा जीवनयापनको लागि उनीहरूलाई शिक्षा चाहिन्छ अथवा सामान्य लेखपढ गर्न जान्नुपर्छ। ती कुराहरू अब अभाव भयो भनेर फेरि तिनीहरूलाई तर यो त कर्मकाण्डी मात्रै भयो, देखाउने मात्रै भयो, नारा मात्रै हो हैन, त्यो पनि आरोप लाग्ने गरेको छ भर्ना अभियानको विषयमा चाहिँ। हैन त्यस्तो होइन। भर्ना अभियानले तपाईको पहिला धेरै अब म काम गर्न थालेपछि तपाईको 80 तिरबाट आएर अहिले 96% पुग्यो। कहाँ कर्मकाण्डी भन्न मिल्छ र? हैन, भर्ना अभियान चलाउनु हैन, भर्ना अभियान नचलाएको भए भर्ना भए मानौ, भर्ना त भए के बालबालिकाहरू भर्ना भए हैन, तर ती भर्ना भएका बालबालिकाहरू कक्षा 1 मा पुग्दा जति कक्षा 10 मा पुग्दा वास्तवमा ती बालबालिकाहरू तिनै पुगे हुन्छन्, त्यसबाट कति त ड्रप आउट भइसकेका हुन्छन्। त्यो भनेपछि कसरी यसलाई चाहिँ सफलता विद्यालय छाड्ने दर ठुलो छ हैन। विद्यालय हामीले कक्षा 1 मा इन्ट्री गराइसकेपछि, प्रवेश गरिसकेपछि ती बच्चाले प्राथमिक तहको शिक्षा लिने, अनि निम्न माध्यमिक तहको अथवा अनि माध्यमिक तहसम्मको शिक्षा संविधानको भावना अनुसार माध्यमिक तहको सम्मको शिक्षा सबै बालबालिकाले पाउनुपर्छ। त्यो पाउनुपर्ने संविधान प्रदत्त अधिकार हो। राज्यले त्यसलाई व्यवस्था गर्नुपर्छ, निःशुल्कै दिनुपर्छ। त्यो अनि यदि दिन सकेन भने राज्यको कमजोरी हुन्छ। यी कुरा म स्वीकार्छु। निःशुल्क दिने कुरा पनि छ हैन, त्यसको लागि अभियान पनि चलाइदैछ। यसको लागि के भन्देखि उपलब्धिमूलक भएन भन्ने आरोप छ के हो। हामीले पूर्ण उपलब्धिपूर्ण त भएको छ। तपाईहरुको आफ्नै मूल्याङ्कन चाहिँ के छ? वास्तवमा उपलब्धिमूलक भएको छ कि त्यसमा केही सुधार पनि गर्नुपर्छ कि? शिक्षामा प्रतिशतको दृष्टिकोणले बालबालिका अहिले मास यस्तो रहेछ कि तपाईँ के भनेदेखि पहिला सीमित व्यक्तिले पढ्थे, सीमित परिवारका बालबालिकाले मात्र पढ्थे। अहिले जम्मा हेर्नु न 7 सालमा प्रजातन्त्र आउने बेलामा जम्मा 2% मात्र हाम्रो साक्षरता थियो। त्यहाँबाट सुरुवात भएको हो भनेदेखि यो 47 सालतिर आउँदा पनि 80 भन्दा तल प्रतिशत बालबालिका मात्र स्कुलमा आउँथे। अहिले आएर 96 भन्दा माथि बच्चाहरू विद्यालयमा आइसकेका छन्। तर तिनीहरूलाई नियमित गर्ने कुरा के रहेछ भनेदेखि त्यो हाम्रो पारिवारिक समस्या, सामाजिक समस्या छन् नि। यो आर्थिक वृद्धि नभएसम्म, आमा बाबुको यो आर्थिक योग्यता नभएसम्म प्रदेशलाई हेरेर यो भर्ना अभियान पनि प्रदेश अनुसार त्यसको चाहिँ अब कसरी चाहिँ सबैको रहन सहन, रीतिरिवाज, त्यो परिवेश, जुन सामाजिक परिवेश त फरक छ नि हैन? एकदम सही कुरा गर्नुभयो। हामीले अझ अरु प्रदेशको भन्दा यो प्रदेशमा भर्ना अभियान सफल पार्न के गर्नु पर्ला? तपाईहरुले केही निर्णय पनि गर्नु भएको छ? यो प्रदेशमा हामी अरु प्रदेशको भन्दा बढी लाग्नुपर्छ। सबैभन्दा अब तपाईले अघि भन्नुभएको थियो नि साक्षरता दर हाम्रो प्रदेशको कम छ। त्यो फेरि अहिलेका बच्चाहरू विद्यालयमा आउनुपर्ने बच्चाहरू छुट्यो भने हैन, छुट्टे अरु प्रदेशमा भन्दा हाम्रो विद्यालयमा आउने दर कम भयो भने अर्को गणना पनि हाम्रो के हुन्छ भनेदेखि तपाईको निरक्षरको संख्या बढ्छ। त्यसले गर्दा अहिले सबै बच्चालाई ल्याउनको लागि हामी सबैको एउटा पहल हुनुपर्ने आवश्यकता छ र एकदम अभियानकै रूपमा सबै बच्चालाई विद्यालयमा ल्याउने र टिकाउने र गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता हो। अझ प्रदेश नम्बर 2 ले बढी खट्नुपर्ने आवश्यकता छ। अनि यसको लागि फेरि यो सरकारले नै महसुस गरेको छ। प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको छ। सबै प्रदेशलाई एउटा बेटी पढाऊ बेटी बचाऊ भन्ने खालको नारा अरु प्रदेशले पनि सिक्न योग्य भयो। एक किसिमबाट यो लैङ्गिक समानताको लागि अनि बालिकाहरूलाई शिक्षामा समेट्ने खालको कुरा भयो। त्यस्तै यो प्रदेश समग्र प्रदेश शिक्षित प्रदेशको अवधारणा प्रदेश सरकारले ल्याएको छ, त्यो पनि एकदम सकारात्मक छ। अनि अस्ति मात्र हामीले यो सामाजिक विकास मन्त्रालय बसेर सबै अब यो वर्ष सबै बच्चालाई विद्यालयमा ल्याउने किसिमबाट विद्यालयमा भर्ना गर्नको लागि सबै पक्षलाई सहयोगको लागि। प्रदेश नम्बर 2 मा कति बालबालिका बाहिर छन् विद्यालय बाहिर? अहिले हामीले ठ्याक्कै यति नै भनेर हामीले अहिले भन्न सक्ने अवस्था छैन। गत वर्षको तथ्याङ्कले हामीलाई प्राथमिक तहको 4.2% बाहिर देखाएको थियो। अनि निमावी तहको नियायिक तहमा पढ्न पर्ने उमेरका बच्चाहरू 37.3% बाहिर देखाएको थियो। अनि त्यसपछि यता माध्यमिक तहमा 9-10 पढ्न पर्ने बच्चाहरू 43.2% बाहिर भएको देखाएको थियो। विकराल अवस्था रहेछ। त्यो धेरै बच्चाहरू जम्मा 43% बाहिर हुनु भनेको
सबै धेरै वयस्क हुँदाखेरि धेरै निरक्षर 50% जस्तो निरक्षर हुने अवस्था हो अझै पनि त्यो साह्रै दुःख लाग्दो कुरा हो त्यसैले प्रदेश सरकारले कालान्तरमा गएर त तिनीहरू फेरि त्यही खाडी मुलुक जाने हो त्यो हो एकदम भन्नु हामीले राम्रो शिक्षा दिन सकिएन भने तिनीहरूको अवस्था कोही विदेश जाने विदेशमा नि खाडीमा कहाँ पाउँछ र अब अनि धेरै बिग्रहाल छ हामीले गर्नुपर्ने आवश्यकता अनि आफूलाई फेरि जीवनमा असफल भएको महसुस गर्छन् पढ्न लेख्न नजानेपछि यो डिजिटल युगमा अनि अहिलेको सांसारिक कुराहरू बुझ्न नसकेपछि सामान्य सिपहरू यो लेखपढका सिपहरू नभएपछि बच्चाहरू त एक किसिमबाट साह्रै विकराल अवस्था रहेछ नि प्रदेशमा हो हामीले गर्नुपर्ने निर्णय पनि गर्नु भएको छ कमसेकम बेसबाट अब जे भयो अब चाहिँ सुधार गरौँ न त सुधार गर्नको लागि अहिले सरकारले निर्णय पनि गरिसकेको छ सरकारले महत्त्व पनि दिएको छ यसलाई बजेट पनि छुट्याएको छ र अनि त्यसपछि सबैलाई अब यो वैशाख महिनामा सबै बालबालिका विद्यालयमा ल्याउनको लागि सबै पक्षलाई सहयोगको लागि अनुरोध गरेको छ एउटा अनि स्थानीय तहले जसले बालबालिकाको एक आँकडा तयार पारेर अनि नआएका बच्चाहरूलाई पनि विशेष सहयोग गरेर विद्यालयमा सही बालबालिकालाई ल्याउँछ र अनि हामीले सही बच्चालाई शिक्षाको पहुँच पुर्यायौँ भन्छ भने त्यस्तालाई सम्मान गर्ने कार्यक्रम राखेको छ प्रदेश सरकारले अनि विद्यालय बाहिर रहनु कारण के हो भने बाल श्रमको कारणले हो अनि त्यसपछि बाल श्रम भन्नाले विभिन्न ठाउँमा हुन्छ एउटा उद्योग कल कारखानामा एकदमै बाल श्रम भएको छ अर्को होटल व्यवसायमा बाल श्रम भएको छ अनि अलि सम्भ्रान्त परिवारका को घरमा घरयासी मजदुरको रूपमा बालबालिकाहरू छन् तिनीहरूलाई यो बाल श्रम अपराध हो यो बाल श्रम हटाउनको लागि भनेर यो प्रदेश सरकारले जोड दिएको छ बाल श्रम हटाउनको लागि सहयोग गर्दिन भनेर भनेको छ र अनि बाल श्रम नभएर शिक्षातिर उन्मुख गराउनलाई प्रयास गरेको छ त्यस्तै अनि विद्यालयमा तपाईँले भन्नुभयो नि अघि अनि विद्यालयमा आएर मात्र भएन टिकाएर राख्न पर्यो टिकाउन पर्यो उनीहरूलाई फेरि सिक्ने वातावरण बनाउन पर्यो उनीहरूको प्रतिभाहरू प्रस्फुटन गर्न पर्यो स्कुलमा ल्याएर राखेर मात्र भएन अनि त्यसको लागि फेरि प्रदेश सरकारले पनि विद्यालयलाई बालमैत्री बनाउने अनि त्यसपछि त्यहाँ गुणस्तर सुधार्ने अनि त्यसपछि शिक्षण सिकाइलाई अझ प्रभावकारी पार्ने भनेर त्यो पनि निर्णय गरेको छ अहिले ब्रेक लिउँ छोटो दर्शकवृन्द अहिले ब्रेकपछि फेरि कुराकानीको क्रम जारी रहनेछ ब्रेकपछि स्वागत छ कार्यक्रम प्राइम टाइम लाइभमा आज हामीसँग हुनुहुन्छ रमाकान्त शर्मा प्रदेश नम्बर 2 का शिक्षा विकास निर्देशनालयका निर्देशक आज हामी उहाँसँग जुन प्रदेश नम्बर 2 7वटै प्रदेशमा साक्षरता प्रतिशत सबभन्दा बढिरहेको अवस्था छ सबभन्दा 49.54% भन्दाखेरि धेरै अनपढ प्रदेश नम्बर 2 मै रहेका छन् भनेपछि साक्षरता प्रतिशत जुन बढाउनु पर्यो त्यसको लागि प्रदेश नम्बर 2 के गर्दैछ प्रदेश नम्बर 2 सरकार आज यिनै विषयमा कुराकानी गरिरहेको छ शर्माजी हजुर त यो जुन एउटा विद्यार्थीलाई टिकाउने कुरा जुन आयो नि विद्यार्थीलाई टिकाउने कुरा चाहिँ कसरी गर्न सक्छ अब एउटा तपाईँ भर्ना गर्नुभयो हो त्यसले भर्ना भइसकेपछि ती विद्यार्थी टिकाउने सबैभन्दा त्यो पनि ठुलो चुनौतीको कुरा अब स्कुलमा ल्याउनु नै ठुलो कुरा होइन बच्चा विद्यालयमा आइसकेपछि तिनीहरूलाई टिकाएर नियमित गरेर अनि उनीहरूलाई उपलब्धि बढाउने अथवा सिकाइ गराउने हो र उसले जीवनमा चाहिने सिपहरू राम्रोसँग सिकोस् र विद्यालयमा सिकिया सिपहरू गएर जीवनमा प्रयोग गरोस् त्यो महत्त्वपूर्ण कुरा हो त्यसको लागि विद्यालयमै नियमित आएन भने अनि विद्यालय नै बिचमा छाडिदियो भने त त्यसको काम लागेन कामयाबी भएन त्यसले गर्दा हामीले यो शिक्षालाई कामयाबी बनाउनको लागि सबै बालबालिकालाई गरेर खाने बनाउनको लागि अथवा जीवनोपयोगी सिकहरू सिकाउनको लागि अथवा तह पुरा गराउनको लागि पनि विभिन्न कार्यक्रमहरू ल्याएको छ जस्तै विभिन्न कार्यक्रमहरू छन् पहिला त एउटा विद्यालयलाई नै बालमैत्री बनाउने अनि त्यसपछि अभिभावकहरूले यो हाम्रो सामुदायिक स्कुलप्रति अलि शङ्का गरेको अवस्था छ गएर के पो सिक्छ र भन्ने खालको छ त्यसलाई वास्तविक सिकाइमूलक बनाउने दोस्रो कुरा अनि त्यसको लागि टिकाउनुको लागि फेरि बच्चालाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ हैन तपाईको विभिन्न किसिमका छात्रवृत्तिको कुराहरू छ छात्रवृत्ति दिने अनि विद्यालयमा आउँदा बित्तिकै विद्यालयप्रति सकारात्मक भावना जगाउनको लागि विद्यालयमा आउँछ सानो बच्चा उसलाई नौलो हुन्छ परिवार छोडेर आएको हुन्छ ससङ्गित हुन्छ डर हुन्छ त्रास हुन्छ त्यो हटाउनको लागि उसलाई स्वागत गर्ने सामान्य विभिन्न चकलेट दिएर भए पनि स्वागत गर्ने फुलमाला लगाइदिने अनि त्यसपछि उसलाई विद्यालयको वरिपरिको वातावरणसँग परिचित गराइदिने शिक्षक भनेका माया गर्ने रहेछन् यो मेरो अभिभावक घर आमाबाबा जस्तै रहेछन् भनेर उसलाई सिकाउने ओरिएन्टेसन गर्ने अनि त्यसपछि शौचालय विद्यालय बालमैत्री बनाउने अनि उसलाई फेरि भोक लाग्छ सानो पेट हुन्छ बिहान उसलाई बढ्ने क्रममा धेरै पोषणहरू चाहिन्छ
अनि उसलाई दिउँसो खाना पाएन भने दिनभरि त्यो 5-6 घन्टा थुनिएर बस्नु पर्यो भनेदेखि बच्चालाई के हुन्छ, एक दिन आएपछि फेरि अर्को दिन नआउने हुन्छ, कुचु खाइराखेको हुन्छ घरमा। त्यसको लागि दिवा खाजाको व्यवस्था गरेको छ हाम्रो प्रदेशको सबै जिल्लामा। दिवा खाजाको व्यवस्था छ। दिवा खाजाको जुन कुरा छ नि, कतै हामी विलम्ब गरेनौँ त्यस्तो लाग्दैन? किनभने पहाडका जिल्लाहरूमा पहिलेदेखि चलिरहेको अवस्था हो दिवा खाजा। त्यस्तो होइन, सबै जस्तै कर्णाली प्रदेशमा हो त्यो अलि पहिलेदेखि चलेको हो। त्यो भन्नाले 65-66बाटै चलेको थियो र त्यो साह्रै विकट ठाउँमा जहाँ तपाईँको खाना गाउँमा अथवा वयस्कले पनि खाना पेटभरि खानु नपाउने अवस्थाको जहाँ छ, त्यस्ता कालीकोट भयो, मुगु भयो, अनि हुम्ला भयो, डोल्पा भयो, यस्ता ठाउँहरूमा नेपाल सरकारले त्यति बेला नै 15 रुपियाँको दरले दिवा खाजा भनेर दिएको थियो। अनि कोही ठाउँमा 15 रुपियाँको दरले पैसा दिएको थियो भनेदेखि कोही ठाउँमा तपाईँ पोषणयुक्त यो लिटो पिठोको तेलको व्यवस्था गरेको थियो होइन। त्यो अहिले आएर सबै अब पिछडिएको समुदायलाई दिने भनेर त हाम्रो प्रदेशमा पनि 3वटा जिल्लामा पहिलेदेखि लागू भएको थियो। यस गएको वर्षदेखि 8 जिल्लामा लागू भइसकेको छ। 8 जिल्लामा अनि त्यसपछि 1देखि कक्षा 1देखि बाल विकासदेखि कक्षा 5सम्म पढ्ने सबै बच्चालाई तपाईँ दिवा खाजाको व्यवस्था छ। त्यसलाई पनि अब यो आर्थिक वर्षको साउनदेखि नै हुनुपर्ने थियो, साउन भदौदेखि। यो पनि पूर्ण रूपमा लागू भइसकेको छैन नि त अहिले? होइन, लागू एकाधिक स्कुलमा त्यस्तो होला तपाईँको लागू बनाउने क्रममा सामान किन्न नभ्याएको कारणले केही कारणले रोकिएको होला। तर म गएको ठाउँमा धेरै ठाउँमा स्थानीय तपाईँको खानेकुराहरू के अरे हाइजेनिक खालका अथवा बालबालिकालाई स्वस्थवर्धक खानेकुराहरू कुरा होला। फेरि अब दिवा खाजा आज सुरु गर्ने फेरि 1 महिनासम्म पछि बन्द होला कि होइन? एउटा मैले भन्न खोजेको के भने यसमा चाहिँ आर्थिक स्रोत कसले दिने हो? प्रदेश सरकारले बिहोर्ने हो कि स्थानीय तहले बिहोर्ने हो कि होइन? यो सङ्घीय सरकारले दिनको 15 रुपियाँको दरले सङ्घीय सरकारले दिने हो पैसा सशर्त अनुदान अन्तर्गत स्थानीय सरकारमा पठाएको छ। स्थानीय सरकारले विद्यालयमा दिन्छ अनि विद्यालय कि स्थानीय सरकारले आफै व्यवस्थापन गर्छ, नभए विद्यालय बजेट पठाउँछ। विद्यार्थी हाजिरी जति छ त्यसको दैनिक 15 रुपियाँको दरले 1देखि कक्षा भन्नाले बाल विकास। प्रदेश सरकारको भूमिका छ के? प्रदेश सरकारको भूमिका भनेको संयोजन गर्ने, त्यसलाई प्रभावकारी गर्नलाई सहयोग गर्ने अनि केन्द्र सरकारबाट स्थानीय सरकारमा पैसा आउँछ, सोझै जान्छ। बजेट छुट्याइएको छ त्यसको लागि, दिवा खाजाकै लागि होइन, छुट्याइएको छ। 15 रुपियाँको दरले पैसा चाहिँ स्थानीय तहमा जान्छ, स्थानीय तहले विद्यालयमा जान्छ, विद्यालयले खाजाको व्यवस्थापन। यसमा चाहिँ प्रदेशले चाहिँ समन्वय काम गर्छ, सहजीकरणको काम गर्छ। तर यो लागू हुन नसक्नुमा तपाईँले के लाग्छ? अहिले कयौँ स्कुलमा चाहिँ लागू नै भएको छैन क्या अहिले पनि यो चाहिँ दिवा खाजा भनेपछि स्थानीय सरकारको लापरवाही हो? त्यस्तो नि नभनौँ। के हो भनेदेखि अब यो सम्भव होला र खाजाको बजेट छ तर ठाउँका सामुदायिक विद्यालयहरूले इच्छा नदेखाएर हो कि या व्यवस्था गरेर हो कि या सहयोग यस्तो हो नगरे? के भनेदेखि पहिला त बजेट खाजाको कार्यक्रम भनेर बजेट थियो, बजेट हामी साउनमा नै त्यो बजेट आएको थियो। अनि स्थानीय तहलाई पनि के भयो भनेदेखि त्यो केन्द्रबाट आउने नीति निर्देशनहरू हेर्न नभ्याएको अवस्था होइन। अनि त्यसलाई ओरिएन्टेसन गर्न नसकेको अवस्था भयो, जसले गर्दाखेरि यो खाजा सबैलाई खुवाउनु मिल्ने, स्कुलमा बजेट पठाउने र बच्चालाई खाजा खुवाउने भन्ने खालको अलि पछि त्यसलाई सन्देश पुग्यो होइन। त्यसले गर्दाखेरि अलिकति ढिला भएको हो। अब केही स्कुलमा अझ गर्दै पनि ढिला भएको र 1-2वटा स्कुलहरू केही स्कुलहरू छुटेका हुन सक्छन्। तर अहिले बजेट पर्याप्त गएको पनि छ, बजेट पनि छ, अनि निर्देशन पनि आएको छ, अनि त्यसपछि सुरुवात पनि भएको छ। अनि बरु समस्या के छ भनेदेखि अब तपाईँको बालबालिकालाई उपयुक्त खालका खाना नखुवाएर चाउचाउ, बिस्कुट अनि यस्ता खालका कुराहरू जुन भनेपछि विद्यार्थीलाई टिकाउनको लागि एउटा महत्त्वपूर्ण काम अत्यन्त तपाईँको के भने बालबालिकालाई एउटा बढ्नको लागि पोषणयुक्त खाना चाहिन्छ, पटक खानुपर्छ। एकातिर त्यसको स्वास्थ्य राम्रो राख्ने काम हो यो बालबालिकालाई पोषणयुक्त खानाले। अब यो टिकाउनको लागि पनि खाना भन्नुभयो 15 रुपियाँमा, अब फेरि पोषणयुक्त खाना चाहिँ त्यो के पाइएला त्यो पनि एउटा प्रश्न छ होइन? मलाई एकजनाले मैले यस्तै कुराहरू गर्दा एकजना साथीले के भन्नु भनेदेखि लिट्टी एउटा समोसा एउटा पनि आउँछ, तपाईँको एउटा मिठाई पनि आउँछ, अनि कसरी 15 रुपियाँको खाजाले कसरी सम्भव छ भन्नुभयो। मलाई पनि हो र भन्ने जस्तो लाग्यो। तर मैले गएर हेरेँ
राम्रो गर्ने स्कुलमा गएर हेरेँ गजबले हुन्न रहेछ। तपाईँ के भने मटरको तरकारी बनाइदियो, चिउरा गरिदियो, अनि त्यसपछि भुजाहरू मिसाइदियो, गजबको तरकारी र भुजा खान सकिरहेछन् बच्चाहरूले। कहिले तपाईँको लिटो हुँदो रहेछ, कहिले हलुवा खुवाउनु सकिँदो रहेछ, कहिले तपाईँको साग अब यो जिम्मेवारी त स्थानीय तहले पायो हैन। स्थानीय तहले आफू मार्फतका स्कुलहरूलाई विद्यालयहरूमा गएर लागू गर्ने होइन, पैसा बजेट पैसा अनुगमन गर्छ, हेर्छ, खुवाकी खुवाएन अनुगमनको कुरा आयो नि त। अब त्यसको लागि कुनै कमिटी बनाउने हो कि के रहेछ? अभिभावकको कमिटी हुन्छ, अभिभावकको एउटा फेरि कतिपय कुराहरू थप जुटाउनु पर्ने आवश्यकता पनि हुनसक्छ। दिउँसोमा खाना बनाउनुको लागि, खाजा बनाउनुको लागि जनशक्ति चाहिन सक्छ। त्यस्तोमा अभिभावक समेतको एउटा 8-10 जनाको कमिटी हुन्छ, अनि अभिभावकको पनि संलग्नता हुन्छ। बच्चालाई आफ्नो घरमा खाजा खुवाउने, सरकारले नदिए पनि खाजा खुवाउने दायित्व त अभिभावकको हो नि होइन त। आफ्नो ठाउँमा समस्या छ, अनि त्यस्तो भएको कारणले त्यो बजेटलाई सदुपयोग गर्नको लागि पनि अभिभावकहरूले कुन तरिकाले गर्ने, उहाँहरू बसेर एउटा रुटिन बनाउनु, टाइम टेबल बनाउनु छ, कुन दिन कुन खाना खुवाउने, कुन उपयुक्त। तर यो प्रदेशमा त एकदमै महत्त्वपूर्ण थियो नि होइन, किनभने अब गरिबीको कुरा गर्ने हो 47.89% गरिब छन् यो प्रदेशमा। 47.89% भनेपछि करिब 50% जनता गरिबीका रेखा मुनिका जनता छन् प्रदेश नम्बर 2 मा होइन। यो पनि भयावह अवस्था छ र ती गरिब या विपन्न वर्गका बालबालिकाहरू स्कुल पढ्न जान्छन्, तिनीहरूले खाजा त पाउनु पर्यो सबैमा। कतिपय घरमा नखाइकन पनि दौडाउनु पर्ने अवस्था छ होइन। तिनीहरूलाई पनि दिउँसो खाना भयो भने, कमसेकम खाजा भयो भने उनीहरूले दिनभरि पढ्न सक्छन्। अर्को कुरा, घरमा उपयुक्त खालको खाना तपाईँले भन्नुभयो नि, घरमा उपयुक्त खाना नै नपाकेको कारणले भोकै भोकै हुनुपर्ने अवस्था पनि छ। अनि पोषणयुक्त खाना त्यसले बाल विकासदेखि कक्षा 1 सम्म भन्नुभयो होइन, कक्षा बाल विकासदेखि कक्षा 5 सम्म लागू भएको छ। अब 5 पछि चाहिँ 5 पछि त गर्नुपर्छ, अभिभावकले हुन्छ, अथवा घरमा बनाएर स्कुलमा पठाउने पनि हुनसक्छ। भनेपछि 5 बच्चाहरू अलि हुर्की पनि सक्छन्, आफै पनि गर्न सक्छन् हैन। तर 5 पछिका बच्चाहरूलाई पनि टिकाउनु पर्यो हैन। त्यसका लागि प्रदेश सरकारले चाहिँ योजना के ल्याएको छ हैन। हामीले त ओरिएन्टेसन के गर्दैछौँ भनेदेखि यो खाजा चाहे 10 कक्षा किन्न होस्, खाजा खानु पाउनुपर्छ, खाजा खानुपर्छ। त्यसलाई घरमा के अरे किनेरै खानुपर्छ भन्ने छैन। घरमा जे पाक्छ अथवा जे खाजा बन्छ त्यसलाई एउटा प्याकेट बनाएर अथवा भनौँ न एउटा भाँडोमा राखेर प्याक गरेर स्कुलमा पठाइदिने, बच्चाले बोकेर जान्छ अनि खानी दिउँसो टिफिन टाइममा आफ्नो खाजा खान्छ। त्यो पनि तरिकाले खाजाको व्यवस्था भएपछि एटलिस्ट एउटा चाहिँ टिफिनमा चाहिँ भाग्ने होइन, भाग्दैन। टिफिनमा चाहिँ एउटा त्यस्तो थियो नि, एउटा अब टिफिन हुँदाखेरि अब घर जाने खानाको लागि जान्छ, उतै बस्ने नहुने त्यो समस्या थियो भने अहिले यो दिवा खाजाले त हामीलाई त एउटा जादुगरी के गर्यो भनेदेखि मैले देखेँ, शिक्षकहरूसँग छलफल गरेँ, यो हामीलाई फागुनको अन्त्यमा आएर फागुनको 15-20 पछि आएर ल खाजा खुवाउन थालेपछि बच्चाहरू भर्ना धमाधम आउन थाले। अब हामीले भर्ना गर्ने कि नगर्ने, शैक्षिक सत्रको अन्तमा पनि भर्ना लिने मिल्छ र भनेर भन्दै हुन्थ्यो होइन। त्यो भनेको खाजाको प्रभाव पर्यो नि, मलाई खुसी लागेको थियो। हामीले सल्लाह के पनि दिएका थियौँ भने एकदमै प्रभावकारी कदम हो। अर्को अब विद्यार्थीहरूलाई चाहिँ अब सामुदायिक विद्यालयको जहाँसम्म कुरा गर्ने हो भने अघि पनि तपाईँले भन्नुभयो कि सामुदायिक विद्यालयमा बढी पढ्न चाहिँ रुचाउँदैनन् भनौँ न। अब एउटा चाहिँ पढ्ने वातावरण चाहिँ कसरी बनाउने त्यसो भए? समुदायको विश्वास अलि घटेको अवस्था हो। हुन त पहिला सामुदायिक विद्यालय मार्फतै सबै, मैले पनि सामुदायिक विद्यालयमा पढेको हो। यहाँ देशका प्रख्यात व्यक्तित्वहरूले पनि धेरै अधिकांशले सामुदायिक विद्यालय पढ्नुभएको हो। अहिले निजी स्कुल आयो, निजी स्कुलमा पनि फेरि सबै निजी स्कुल राम्रा छन् भन्ने होइन, केही निजी स्कुलले अलि मेहनत गरेको। अब सामुदायिक र निजी स्कुलको दूरी घटाउने कुरा पनि चलिरहेको छ होइन। त्यसको लागि सामुदायिक विद्यालयले चाहिँ कसरी चाहिँ गुणस्तरयुक्त बनाउने होइन, त्यहाँबाट शिक्षा दिशा कसरी त्यो प्रदेश सरकारले पाउने, त्यसको लागि चाहिँ के काम सरकारले थालनी गरिसकेको छ। एउटा भौतिक अवस्था कमजोर भएकोलाई भौतिक निर्माणको लागि सहयोग गरेको छ स्कुल विद्यालयहरूलाई प्रदेश सरकारले पनि। अनि अर्को यो पढ्ने दिन कम भएको भनेर विभिन्न अध्ययनले देखायो। त्यो पढ्ने दिन समय वृद्धि गर्नको लागि प्रदेश सरकारले पहल गरेको छ। अनि त्यसपछि शुक्रबार पनि बिदा हुने व्यवस्था थियो। के अरे शुक्रबार भन्यो अनि टिफिन टाइमपछि पढाइ हुँदैन, किन जानु पर्यो भन्ने खालको सोच थियो। अब अहिले शुक्रबार 4 बजीसम्म अनिवार्य रूपमा कक्षा सञ्चालन गर्नुपर्ने अथवा सहक्रियाकलाप गराउनु पर्ने भनेर प्रदेश सरकारले बोलिसक्यो। त्यो थालनी पनि भयो। अनि स्थानीय विधा घटाउन पनि प्रयास भएको छ। शिक्षकलाई पनि एउटा
प्रदेश सरकारले सबै दलहरूले पनि के भन्नुभएको छ भने शिक्षक साथीहरू राजनीति हामीले गर्छौँ, तपाईँले बालबालिकालाई आफ्नो गएर राम्रोसँग पढाइदिनुहोस्, सिकाइदिनुहोस्, त्यो गर्नुभयो भनेदेखि प्रदेशप्रति हाम्रो समुदायप्रतिको न्याय नै त्यही हो, तपाईँले गर्ने योगदान नै त्यही हो भनेर भन्नुभएको छ, अनुरोध गर्नुभएको छ। पहिलाभन्दा वृद्धि भएको छ। अहिले यो वर्ष शिक्षामा सुधार भइसक्यो, आइसक्यो, तपाईँको सकारात्मक सुधारहरू सङ्केतहरू देखिएका छन्। त्यसरी हामी निराश हुनुपर्ने अवस्था छैन। बिचमा केही अवधिमा तपाईँले अघि नै क्वेसन गर्नुभएको थियो कि केही कारणले अब विभिन्न आन्दोलनहरू भए, त्यसको बढी प्रभाव मधेसमा पर्यो, मधेस आन्दोलनले फेरि विद्यालयमा शिक्षालाई प्रभाव पार्यो, अनि केन्द्रीय सोच भयो, यहाँका स्थानीय आवश्यकताअनुसारकै योजना आएनन्। त्यो कारणले विभिन्न कारणले गर्दाखेरि प्रदेश पछाडि परेको हो, शिक्षामा पछाडि पर्यो। राम्रो हुँदाहुँदै पनि विगतमा धेरै राम्रो हुँदाहुँदै पनि अरू प्रदेशभन्दा यिनी के नै कारणले पछाडि परेको हो। अब त्यो कारणलाई, ती समस्याहरूलाई सरकारले बुझेको छ, स्थानीय सरकारले बुझेको छ, प्रदेश सरकारले बुझेको छ, त्यो अनुसार समाधानको लागि प्रयास गरेको छ। तपाईँको जनप्रतिनिधि भन्नुहुन्छ भने हाम्रो 6000 त जनप्रतिनिधि छन्। अहिले हाम्रो प्रदेशमा स्कुल 3350 छ होइन, 6000 एउटा स्कुललाई 2 जना जनप्रतिनिधिले हेर्न भ्याउनुहुन्छ भने किन हुँदैन? अब हामीले के भनेदेखि जनप्रतिनिधिहरूलाई अब एउटा कुरा, अब यसमा जस्तै विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षण गर्ने कुरा हो, तिनीहरूले टिकाउने कुरा छ होइन। गरिबीको जुन एउटा तथ्याङ्क जुन अघि मैले भने कि 47.89% छ प्रदेशको गरिबीका सङ्ख्या छ होइन। अब जो विपन्न वर्गका छन् होइन, अब त्यसको लागि पनि विभिन्न कार्यक्रम योजनाहरू प्रदेश सरकार होस्, केन्द्र होस् या स्थानीय तह होस् ल्याइ नै राखेका छन्। अब ती विपन्न वर्गका व्यक्ति, विपन्न वर्गका परिवार, ती बालबालिकाको जीवन स्तर बढ्यो होइन, जीवन स्तर चाहिँ अलि अगाडि बढ्यो भने, धनी भयो भने ती व्यक्तिहरूले आफ्ना छोराछोरीलाई फेरि त्यही निजी कलेज, निजी विद्यालय भनौँ, निजी विद्यालयमा पढ्न पर्छ भनेपछि अब एकातर्फ चाहिँ स्कुलको स्तर चाहिँ घटेकै अवस्था छ नि त होइन। त्यसको गुणस्तर पनि त्यही अनुसार बढाउनु पर्यो कि निजीसँग चाहिँ प्रतिस्पर्धा गर्न सकोस्, अनि पो त ती बालबालिका, ती परिवारका बच्चाहरू त्यही आउँछन्। सही कुरा, एकदम तपाईँ सकारात्मक कुरा गर्नुभयो। अहिले हाम्रो फोकस भन्यो भने सङ्घीय सरकारले पनि सामुदायिक स्कुलको स्थिति सुधार्नको लागि फोकस गरेको छ अथवा जोड दिएको छ। प्रदेश सरकारले पनि सामुदायिक स्कुलको अवस्था सुधार्नको लागि प्रयास गरेको छ। अहिले स्थानीय तहले त अझ जनप्रतिनिधिहरू आफै मेयरहरू, गाविस अध्यक्षहरू स्कुलमा जाने, हेर्ने, कति बेला टिचर आउनु भएन, अनि उपस्थितिको लागि तपाईँको विद्युतीय उपस्थितिको व्यवस्था गर्ने, अनि विभिन्न समयमा अन्तर्क्रिया गर्ने, छलफल गर्ने, ल है सामुदायिक स्कुलमा शिक्षा सुधार्नुपर्छ भनेर लागेको अवस्था छ। त्यसले अब सायद मेरो विचारमा तपाईले सामुदायिक विद्यालय भन्नु र विपन्न वर्गका विद्यार्थीहरू त्यहाँ पढ्न जानु भन्नु त अहिले त्यही समानान्तर देखिएको कुरा छ नि त। विपन्न वर्गका तपाईले भने जस्तै विपन्न वर्गका पछाडि पारिएका समुदायका बच्चाहरू सामुदायिक स्कुलमा सीमान्तकृत वर्ग पढ्छन्। हो, त्यस्ता परिभाषालाई गलत साबित गर्नु पर्यो नि हैन। त्यो सामुदायिक स्कुल विद्यालयको स्तर नसुधारेसम्म राम्रो शिक्षा नपाएसम्म फेरि सम्पन्नता हुँदैन। हेर्नुहोस्, सम्पन्नता प्राप्तिको लागि के चाहिन्छ? राम्रो शिक्षा चाहिन्छ। अनि राम्रो शिक्षा तपाईँ सामुदायिक स्कुललाई नसुधारेसम्म त गरिबीको रेखा त झन् घटेको छ, अथवा गरिबीबाट त्यो भनौँ न त्यो कुचक्र हो जस्तो हुन्छ। त्यसले राम्रो शिक्षा पाएन भने झन् पछाडि पर्छ। त्यसले सामुदायिक विद्यालयलाई जसरी पनि राम्रो गराउनु पर्ने छ, जुन तरिकाले पनि सबै बच्चाहरूले राम्रो शिक्षा पाउने वातावरण मिलाउनु पर्ने छ। त्यसको अन्त्यतिर पनि आइसकेका छौँ। जो बालबालिका अहिले अब भनौँ भर्ना अभियान चलि नै रहेको छ होइन, सुरु भइसक्यो भर्ना सुरुवात भयो। यसलाई नारामै सीमित नहुन दिनको लागि र दीर्घकालीन उपलब्धि हासिल होस् र अहिलेका बालबालिकाहरू भविष्यका देशका कर्णधार बनोस् होइन, त्यसको लागि चाहिँ अब ड्रप आउट हुने जुन एउटा प्रमुख समस्या छ नि, एउटा तल खाजाको व्यवस्था भयो पढ्लान् होइन, त्यो पनि कक्षा 5 सम्म मात्रै छ। त्यो पछिका विद्यार्थीहरूले अब के गर्दै होला? हुनसक्छ तिनका परिवारहरू विपन्न वर्गका होलान् होइन, यी यावत कुराहरू हुनसक्छ नि होइन। भनेपछि अब ड्रप आउटको जुन आँकडा के रहेछ? अब अहिले भर्ना भएका बालबालिकाहरू कक्षा 10मा पढ्दाखेरि कति बाहिरिसकेका हुन्छन्? के छ
त्यसले अलि त्यति राम्रो देखिएको छैन। अहिले धेरै बच्चाहरू विद्यालयभन्दा 50% बच्चाले 10 कक्षा पुरा नगरिकन छाड्छन्, बिचैमा छाड्ने जस्तो देखियो। यो आँकडा पनि झन्डै मानौ अहिले 100 जना बालबालिका कक्षा 1 मा भर्ना भयो भने ती बालबालिका ती 100 जना मध्ये 50 जना 10 पुग्नु अगावै छोडिसक्छ त्यस्तो देखिएको छ। यो एउटा समस्याको लागि त्यो कुचक्रलाई त्यसलाई छाड्नु गर्नको लागि त हामीले पहिला विद्यालयको त्यो क्षमता वृद्धि गर्ने हो, त्यसको पर्फर्मेन्स बढाउने हो। विद्यालय जब राम्रो बन्छ, सामुदायिक विद्यालयहरू राम्रा बन्छन्, त्यहाँ क्वालिटीको शिक्षा दिन्छ, बालमैत्री बन्छ, समुदायसँग आरोप चाहिँ के छ भने केन्द्र सरकार होस् या प्रदेश हो, आरोप चाहिँ के छ भने यो नारा जुन भयो नि भर्ना अभियान चलाउने के, तर यो उपलब्धिमूलक भएन। उपलब्धिमूलक कतिखेर हुन्थ्यो भने 100 जनाको 100 जना नै 10 पुगोस् के। सुन, पहिलो चरणमा त विद्यालयमा ल्याउने नै हो, जसरी तसरी विद्यालयमा ल्याउने हो। नल्याएसम्म त 100 बच्चाहरूसँग नसमेटेसम्म भएन। विद्यालयमा समेटेपछि फेरि त्यो हामीले क्वालिटी दिने, उनीहरूलाई टिकाउने, अगाडि बढाउने। त्यसमा चाहिँ प्रदेश सरकारले के काम गर्दैछ अन्त्यमा? त्यसमा पनि प्रयास थालेको छ। प्रदेश सरकारले विभिन्न खालका प्रयासहरू, विभिन्न यो अन्तर्क्रियाहरू थालेको छ। यो नीति आयोगले पनि त्यसलाई विशेष जोड दिएको छ। हाम्रो प्रदेशको शिक्षालाई कसरी सुधार्ने भनेर नीति आयोगले शिक्षालाई नै प्राथमिकतामा राखेको छ। अनि बजेट प्रदेश सरकारले पनि सुन्नु भने अब बेटी पढाऊ बेटी बचाऊको अभियान नमुना नै बनेको छ। त्यसले छोरीहरूले निरन्तर पढ्ने अवस्था आएको छ। अनि त्यसपछि विद्यालयहरूलाई भौतिक निर्माणको लागि सहयोग गरेको छ, विभिन्न तरिकाले आर्थिक विद्यालयलाई सहयोग गरेको छ। बालबालिकालाई विपन्न परिवारलाई त्यो सङ्घीय सरकारले दिएको बाहेक अरू छात्रवृत्तिको व्यवस्था गरेको छ। स्थानीय आफ्नै प्रदेशको सरकारले पनि आफ्ना यी पिछडिएका मुसहर, दलित समुदाय भनौँ न, अरू जमार अनि यस्ता पछाडि पारिएका समुदायहरूका बच्चाहरूलाई पनि तपाईँको यो प्रदेश सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ। विभिन्न ठाउँमा शैक्षिक चेतनामूलक कार्यक्रमहरू गरेको छ। यसलाई त अगाडि बढाइराखेको छ। प्रदेश सरकार यसमा संवेदनशील छ, चिन्तित छ र लागिराखेको अवस्था छ। त्यो तपाईँको नारा मात्र होइन, साँच्चै काममै लागेको अवस्था छ। अब वो उपलब्धि निकाल्नलाई केही समय लाग्छ, अझै बढी लाग्नु पर्ला, अझै बढी खट्नु पर्ला, त्यो आफ्नो ठाउँमा छ। हाम्रो खटाइ अझ नपुगेको हुनसक्छ, त्यो अर्को कुरा हो। तर प्रदेश सरकार त्यसरी यसलाई व्यवस्था गरेर बसेको छैन, लागिरहेको छ। हस् त, धन्यवाद। हस्, धन्यवाद तपाईँलाई पनि। यो ओपन टेलिभिजनले शिक्षाको एउटा प्रदेशको शिक्षा सुधार्नको लागि जुन प्रयत्न गरेको छ, म एउटा शिक्षाकर्मीको नाताले तपाईँहरूलाई धेरै ओपन टेलिभिजन अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो रमाकान्त शर्मा, प्रदेश नम्बर 2 का शिक्षा विकास निर्देशनालयका निर्देशक। आज हामी उहाँसँग जुन भर्ना अभियान अहिले चलिरहेको छ, भर्ना अभियान कसरी फलदायी बनाउन सकिएला र जुन ड्रप आउट हुने विद्यार्थीहरू भर्ना हुन्छन् र ती विद्यार्थी कक्षा 10 सम्म पुग्नुभन्दा अगावै अधिकांश बाहिरिसकेका हुन्छन्, यो कसरी रोक्न सकिएला त? आज यिनै विषयमा कुराकानी गर्दै थियौँ। हस् त, नमस्कार।